Hello guys, good morning. Welcome to Deepak Danak vlog. I hope सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। सो आज चाहिँ म कहाँ छु भनेपछि बिहान 6 बजेको छ। 6 बजे उठेर चाहिँ यो कम्पनीको पछाडिपट्टि आएको छु के। देखि नि 10:20 सुत्ने हैन 10 बजेर 20 मिनेटपछि सुत्ने। त्यसपछि 6 बजे चाहिँ पक्कै उठ्ने के। उठेर त्यसै 6 बजे हात मुख धुने अनि नास्ता हानेर फेरि 7 बजे ड्युटी हुन्छ। 7 बजे ड्युटी सकेर साँझ 6 बजे छुट्टी। साँझ 6 बजे छुट्टी हकेर फेरि आजदेखि जिम जानु पर्यो। 1 महिना पहिला नि गएको, फेरि 1 महिना भइसक्यो छोडेर। सो फेरि पनि आजदेखि जिम जाँदैछु। कम ब्याक भन्ने के भन्छ, आइएम ब्याक। सो अहिले चाहिँ अब ड्युटी जानु पर्ने हुन्छ। नास्ता बनाएर नास्ता खाएर मयूर पनि छ भन्ने बित्तिकै बाँच्न पर्दैन। सो गाइस के हजुरहरू नानी पानी खान चाहनुहुन्छ, अहिले खान चाहनुहुन्छ भने यता आएर झराउनु है। यहाँनिर छ, म यहीँबाट झराउनु। जति ढुङ्गा आएर पनि झर्दैन क्या, माथि चढ्नै पर्छ। त्यो चढ्न सक्दैन, त्यही भएर त्यत्तिकै झुन्डेर आयो क्या। खान पाइन्न, नझराइकन खान पाइन्न। पुरै नानीको। सो गाइस फाइनली 7 बजिसक्यो, म चाहिँ ड्युटी आइसकेँ। सो यहाँ चाहिँ ड्युटी कम्पनीको गाडी जाने। सो गाइस म चाहिँ आइसकेँ होइन। खाना 12 बजे सक्यो, 12 पनि बजिसक्यो। 12 बजेको नास्ता खान आइसकेँ। सो बाजे चाहिँ खाएर गइसक्नु। मैले चाहिँ नास्ता खान आइसकेँ। सो अहिले चाहिँ नास्ता खाऊँ थालसा लिएर। बस सो गाइस मैले खानासाना खाइसकेँ। फेरि अब ड्युटी जाने टाइम भइसक्यो। 10-20 मिनट मात्र मिल्छ। 20 मिनटमा खानासाना खाने बित्तिकै ट्याक्क टाइम भइहाल्छ क्या। सो त्यही भएर अब चाहिँ मिलाउँ सिधै 6 बजे चाहिँ म जिम जान्छु। आज चाहिँ के हुन्छ त्यहाँ बाटोमा हेर्दै गरौँला। सो अहिले चाहिँ ड्युटीमा जाने टाइम भइसक्यो। सो गाइस फाइनली मेरो छुट्टी भइसक्यो होइन। छुट्टी भएर कफी हानेर फेरि जिम जाने नुहाइदिने गरिसक्यो। अहिले फेरि त्यहाँ जानु पर्ने हो। अहिले चाहिँ जिम जाँदैछ, हामीहरू 2 जना छौँ। सो अहिले चाहिँ कफी हानेर फेरि जानु पर्ला रुममा। अहिले चाहिँ रुममै छौँ। सो गाइज म चाहिँ अब जानु लागिसकेँ होइन। मसँग एउटा साथी छ। सो त्यहाँ गएर हेरौँ। सो गाइज हामी चाहिँ बसको लागि वेट गरेको। आधा घन्टा भइसक्यो, बस पनि आउँदैन यार, के गर्ने होला। सो गाइज हामीहरू चाहिँ पुगिसक्यौँ होइन। फाइनली भल्लाभन्दा यहाँबाट चाहिँ जानुपर्ने छ। बसमा आएको, बसमा हतारमा बनाउनै पाएन क्या। सो यसैले यो अगाडि चाहिँ हाम्रो जिम पर्ने छ। त्यहाँनिर जाउँ। अहिले के छ हेरौँ। 1 महिना भएको नआएको, फेरि गाली गर्छ होला सायद। सो यहाँ चाहिँ हस्पिटल छ होइन। हेभी छ कि बाहिरबाट हेर्ने नि त। सो यहाँ चाहिँ जिम होइन, जिमको बाहिरबाट हेरेर छौँ अहिले चाहिँ। सो भित्र जानुपर्ने हुन्छ। अब चाहिँ 1 महिना भइसक्यो, डर लागिरहेको छ कि के भन्छ भनेर। सो गाइस फाइनली म चाहिँ पुगिसक्यो होइन। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ। सो यहाँ चाहिँ डम्बलहरू राखेको छ मस्त। यहाँ चाहिँ पुसअप हान्नलाई। यहाँ चाहिँ यो अन्त चाहिँ लेग प्रेस हान्नुपर्छ। सो आज चाहिँ कोही छैन जस्तो लाग्यो मलाई। सो यहाँ चाहिँ मेसिनहरू छ क्या, यस्तो बनाएर राखिदिएको छ। आजदेखि नै 365 डेजसम्म केही हुँदैन। जिम आउने, खाने, जाने, सन्डे मात्र अलिक चिलमा हुने होइन। सो यहाँ चाहिँ हाम्रो आज चाहिँ मैले चेस्ट हान्नु पर्ला। यहाँ चाहिँ हान्नुपर्छ आज। Yeah.
अब चाहिँ म पुल मान्न गइरहेको छु। सो गाइस मेरो चाहिँ पुलअप पुसअप सबै चाहिँ भइसक्यो। डायमन्ड पुसअप अनि त्यो नर्मल पुसअप सब हानिसक्यो होइन। सो अब चाहिँ म डम्बल प्रेस हान्दैछु। सो गाइस फाइनली हाम्रो वर्कआउट चाहिँ फिनिस भइसकेको छ। म चाहिँ अब रुम जान लाग्यो होइन। रुममा जाने बित्तिकै बाटोबाट केही सामानहरू लिएर जानु छ। सामान भनेपछि अलिअलि डाइट सोयाबिन, चाना अनि के भन्छ मुङ दाल तिनीहरू लिएर जानु छ। अलि अन्डा पनि लिनु छ, अन्डा सिद्धिया छ। यो महिना त अन्डा सुन्छ डाइट साइड केही फलो गरेर नै अनलाइन मैले हानिदिएको। सो गाइजले चाहिँ पानी लिएर आउँदैछ। सो म चाहिँ यहाँ बस ट्याक्कै बस पनि आइदिएर यार बसमा जाइदिउँ कि क्या हो, नजाउँ हिँडेर जानुपर्छ। 10 रुपियाँ बच्छ गाइज। सो गाइज हाम्रो पानी पनि आइसक्यो छ। पानी लिएर आइसक्यो हाफ लिटर। कितना रुपियाँ लिएर है? 10 रुपियाँ सस्ता है। 5 रुपियाँ यार क्या बताए। सो गाइज अब चाहिँ म चाहिँ यहाँबाट सामानहरू लिएछु। के भन्छ चाना साना के पाइन्छ सो हेरौँ। सो गाइज हाम्रो चाहिँ उता पिनट बटर छुटेको थियो होइन। उसलाई होटल दोकानवाला दयाएर आफै दिएर गएर भन्यो क्या। सो उसले चाहिँ हाम्रो
सामान किनेको पिनट किनेको थाहै भएन कि सामान हालेर लिएर आएको अच्छा अरे बन्दा ऊ छुट गया था ना वो पहुँचाने आ गया खुद ही साँच्ची यार आज चाहिँ के अप्रेल फुल अरे कोले अप्रेल फुल बनाउनु पर्दा कस्तो कस्तो मजा सो मैले चाहिँ बनाउनु पाएन भेट्यो भने बनाउनु पाएन किनकि दिनभरि काममा थिएँ कामबाट आएर जिम गएँ हजुरले कस्तो कोले बनाउनु भयो कोलाई डराउनु भयो सो के भनेर डराउनु जो जे छ कमेन्ट चाहिँ गर्नु होला कमेन्ट भर्नु पऱ्यो गाई म पुगिसक्यो मैले लिएको सामान चाहिँ 1 क्यारेट अन्डा लिएर आएको छु आधा केजी प्याज सायद 1.5 केजी केला लिएर अनि 1 केजी सोयाबिन मेरो चाहिँ खाना चाहिँ रुममै पुगेर रहेछ जसले ल्याइदियो धन्यवाद है सो टमाटर पनि लिएर आएको छु बोल्दाखेरि आफ्नै रेसिपी बनाएर मजाले खानासाना जिमबाट आएर ट्याक्को नास्ता खास्ता बनाएर मजाले खाएर सो आजको लागि सो आज चाहिँ म खानासाना खान्छु सो एडिट पनि गर्नु छ टाइम पनि धेरै भइसक्यो सो आजको लागि यति नै मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई